शुभ बिहानी सबैमा। म चाहिँ आज गाउँ यसो काम परेर गाउँ आएको बेलामा एउटा यो घट्ट भन्ने हुन्छ मैले देखाउँ भनेर मैले आफै हेर्नुहोस् है। घट्ट भन्ने यस्तो हुन्छ है, कतिले त नदेखाउनु पनि भयो होला। अहिले घट्ट चलेर हिँड्छ। यहाँ घट्ट देखाउँदैछु मैले, पानीबाट चल्छ यो घट्ट चाहिँ। यहाँ तल घुम्ने हुन्छ अनि त्यो पानीको फोर्सले हानी यहाँ घुम्छ। यो हाम्रो गाउँको पुरानो एउटा ओली बाजेको घट्ट हो। अहिले राम्रो बनाउनु भएको रहेछ, पहिले त यस्तो थिएन, अहिले राम्रो बनाउनु भएको रहेछ। यहाँ चाहिँ पानीको फोर्सले त्यो हान्यो भने त्यसमा हान्छ अनि यो घट्ट माथि घुम्छ र माथि पिसिन्छ। मकैहरू गहुँ यस्तो चिजहरू पिसिन्छ, यसलाई भन्छन् घट्ट है। ल म गाउँ घुम्दै आउने क्रममा अहिले म चाहिँ एउटा हाम्रो फजु घर आइपुगेको छु। फजु कता हुनुहुन्छ? फजु बसिरहनु भएको रहेछ। फजु के छ हालखबर? ओहो सन्चै हुनुहुन्छ? ल यहाँ चाहिँ हाम्रो फजु, यहाँ चाहिँ हाम्रो गाउँको। तिमी चाहिँ यता कहिले घुम्दा घुम्दैनौ? सन्चै हुन्छ? खै त फुपू खै? फुपू चाहिँ धान ल्याउन गएछ त्यही। ए उहाँले चाहिँ अलिक कान अलिक कम सुन्छ, त्यही भएर बेसरी बोलिरहेको छु। उहाँ चाहिँ हाम्रो गाउँमा कपडा सिलाउनुहुन्छ। पहिलेदेखि पुरानो हामी सानो हुँदाखेरि कपडा सिलाउनुहुन्छ उहाँले। गाउँभरि कपडाहरू सिलाउनुहुन्छ। अरू के छ त? अनि कपडा सिलाइरहनुहुन्छ? लुगा सिलाउने नसिलाउने अनि के खाने अरू बताइ। आँखा देख्नुहुन्छ अझै? आँखा देख्नुहुन्छ? आँखा त देखिन्न, राम्रै भए पनि गर्नु पर्यो। ए कोटाले गाउँ, कोटाले गाउँ। यो यहाँ चाहिँ कोटा भन्छ हाम्रो। ल बाटो पनि पहिले यो बाटो अलि अप्ठ्यारो थियो हिँड्नलाई पनि, अहिले चाहिँ बाटो राम्रो भएको रहेछ। यहाँ बाटो राम्रो भएको रहेछ, जस गाडीहरू आउन सक्ने भएको रहेछ, बाटो राम्रो भएको रहेछ। म यता नआए पनि धेरै भएको थियो, त्यही भएर आज यसो गाउँ घुमौँ भनेर नि आयो म। अहिले चाहिँ म कोटा भन्ने ठाउँ आइपुगेँ। हाम्रो यहाँ कोटा भन्ने ठाउँ। यता चाहिँ हाम्रो पानी ट्याङ्की, यो नयाँ पानी ट्याङ्की हो। यो अहिले नयाँ पानी ट्याङ्की हो। यो हाम्रो पानी यहाँ माथिबाट आउँछ। यो पुरानो पानी ट्याङ्की हो भने यो चाहिँ नयाँ पानी ट्याङ्की यता। अनि हाम्रो यहाँ धेरै पुरानो बस्ने मान्छेहरूलाई पनि थाहा हो, यहाँ पहिले हाम्रो यहाँनिर एउटा पानी मिल थियो। यहाँ पानी मिल थियो, अहिले यस्तो भएछ, एउटा माथिबाट धेरै परिवर्तन भएछ। यहाँ यस्तो भएछ, यस्तो घरहरू बनेछ, बाटो पनि यस्तो राम्रो आएछ। यहाँसम्म म धेरै भएको थिएँ, यता आएँ। यहाँ छ धेरै परिवर्तन भएछ, राम्रो भएछ यता अहिले। पुरानो मिल थियो यहाँ, हामी पानी सबैजना मिलमा कुटाउने मिल थियो, तर मिल अहिले हटिसकेछ। म योभन्दा अझ माथि जान्छु, त्यहाँबाट सबै गाउँहरू देखाउँछु म। म चाहिँ माथि जाँदैछु टपमा, हेर्न सक्नुहुन्छ तलको दृश्य सुन्दर देखिरहेको छ। उकालो छ, ठाडो उकालो हो, त्यसरी एकदम सास फेर्दा धोइरहेछ अहिले। पहिले त हामी यो घाँस दाउरा गर्ने ठाउँ हो। त्यति बेला वन पुगेर हामीले घाँस काटेर 12-1 बजे आउने पनि गर्थ्यौँ। पहिले त घाँस दिनकै यहाँको मान्छे हामीहरू, यो गाउँको जनता दिनकै घाँस दाउरा नगएर हुन्न थियो। तर अहिले कोही जानुहुन्न, तर पनि पुगेकै छ। पहिलेको जमानामा साह्रै दुःख हुने गर्थ्यो। सबभन्दा टप हो। ल यहाँबाट हेर्न सक्नुहुन्छ है। ल गाउँ यहाँबाट हो, हेर्न सक्नुहुन्छ, यहाँबाट देखिन्छ गाउँ। अनि यता चाहिँ कुवा खोला काटेपछि पर्सिनी बिजौरी भयो भने यता चाहिँ तुलसीपुर, यता चाहिँ तुलसीपुर पऱ्यो। ल साथीहरू, यहाँ हाम्रो गाउँको साथीहरूले नि भिडियो हेर्नु हो भने सेयर गर्नु होला, लाइक कमेन्ट गर्नु होला। तपाईँलाई कुनै याद त्यस्तो केही छ भने त्यो पनि कमेन्ट गर्नु होला। मेरो घर चाहिँ तल पर्छ, तलै पर्छ। म धेरै वर्ष भएको थियो यता, यहाँ माथि धेरै वर्ष भएको थियो। धेरै परिवर्तन भएछ गाउँमा, घरहरूदेखि लिएर बाटो यता धेरै परिवर्तन भएछ। अनि यो चाहिँ मैले तपाईँलाई मिल भनेको थिएँ तल अघि, मिल हाम्रो यहाँ चाहिँ मिल, पानी मिल, जो पानीबाट चल्ने मिल थियो हाम्रो गाउँमा पहिले। यो यहाँ एउटा यहीँनिर यति नै एउटा टङ्की थियो, पानी जम्मा हुन्थ्यो, त्यहाँ ठुलो टङ्की थियो। अनि योबाट भएर यहाँ यो पाइपबाट तल तल खल्यान देख्नुहुन्छ, त्यसको कुनामा त्यहाँ मिल थियो, पानी मिल। अनि यसको फोर्सले त्यहाँ पानीले हान्यो भने अनि त्यो मिल चल्थ्यो। सबैजना अहिले यहीँ धान कुट्थ्यौँ हामीले। राति पनि आउनु पर्थ्यो, कहिले धेरै आउनुहुन्थ्यो। यो हाम्रो गाउँदेखि लिएर घोर्नेटी बन्दरी कता कता आउनुहुन्थ्यो, धेरै आउनुहुन्थ्यो मिलमा। धेरै सुविधा थियो। अहिले त माथि थियो, तर जस धेरै सुविधा भएको थियो। पछि अहिले चाहिँ अर्को मिल बनेपछि अनि अरू सुविधाहरू आएपछि यो मिल हरायो। चमेरी गुफा जाने चाहिँ
धेरैले देख्नु पनि भयो होला चमेरी गुफा ऊ त्यहाँ माथि पर्छ त्यहाँ माथि सेतो घर देखेर हो त्यहाँ चाहिँ चमेरी गुफा पर्छ उताबाट पनि आउने बाटो छ भने यहाँबाट हाम्रो यो तरुले भन्छ यता चाहिँ तरुले गाउँ भयो भेरीखोर हुँदै घोर्नेटीबाट एउटा बाटो फाटे कल्ले खोला आएपछि त्यहाँबाट फाटे बाटोबाट भएर त्यसपछि चमेरी खोला जान सकिन्छ त्यो चाहिँ चमेरी खोला भयो र एउटा हाम्रो यहाँको एउटा यहाँ माथि एउटा विशेषता के छ भने हाम्रो यहाँ भगवान् हामी सबले गाउँले मान्नेको के अरे के भन्छ चमेरी झाँक्री भन्छौँ हामीले वर्षमा एकपटक कि दुईपटक पूजा हुन्छ ठ्याक्कै चाहिँ मैले त्यो बिर्सेँ चमेरी झाँक्री भन्छौँ एकदम ल हेर्नुहोस् है म त्यहाँ जानुभन्दा पहिले तपाईँलाई म यो देखाउँछु बाटो यही पऱ्यो भएर देखाइ यही हेर्न सक्नुहुन्छ यहाँ पानी जम्मा हुन्थ्यो कुलो त्यहाँबाट थियो त्यस्तै आएर पानी यहाँ जम्मा हुन्थ्यो यहाँ पानी जम्मा भएपछि यहाँबाट पानी जान्थ्यो यो पाइपमा हेर्न सक्नुहुन्छ है जाली पनि छ यहाँ केही नअट्कियोस् भनेर यो जाली हो जाली पनि भाटिसकेको छ पाइप चाहिँ पल चाहिँ यहाँ थियो पल पनि भाटिसकेको छ पल चाहिँ यहाँ थियो यसरी पानी जान्थ्यो त्यो मिल चल्थ्यो अब म तपाईँलाई देखाउँछु हामी चमेरी झाँक्री हाम्रो भगवान् एउटा माने भगवान्लाई पुज्ने ठाउँ देखाउँछु म तपाईँलाई म यहाँ आइसकेको छु यहाँ चाहिँ चमेरी झाँक्री पूजा गर्ने ठाउँ धेरै पछि दर्शनमा आएँ म उहाँलाई अब म पुष्प पनि चढाउँछु जय चमेरी झाँक्री बाजे हामी सबैको रक्षा गर्नुहोला सम्पूर्ण हामी गाउँ लगायत सम्पूर्ण नेपाली रक्षा गर्नुहोला हेर्न सक्नुहुन्छ त्यो ध्वजाहरू पनि छ यो चाहिँ चमेरी झाँक्री पूजा गर्ने ठाउँ हो यहाँ भालेहरू पनि भाले चढाउने चलन पहिले प्रत्येक घरबाट भालेहरू ल्याउने चलन थियो अहिले म नआए पनि धेरै वर्ष भयो अहिले चाहिँ अझै पनि ल्याउनुहुन्छ तर पहिलाको तुलनामा अलिकति अहिले के कमी भएको हो कि भने जस्तो सुनेको थिएँ मैले नत्र यहाँ अब सबैले पिठो ल्याउने तेल ल्याउने अनि पुरीहरू पकाउने खिर पकाउने हुन्छ सबैले खाने अनि भएको घर लैजाने अनि पहिला हामी आउँदाखेरि त्यो डाँडामा त्यो ढुङ्गैभरि हामी भाले समातेर बस्थ्यौँ क्या सबैजना कस्तो भाले ठुलो छ भन्ने हुन्थ्यो होइन अनि भालेहरू यहाँ काटेर सट्ट तल फालिदिन्थ्यो कस्तो तल जान्थ्यो क्या भालेहरू त्यता फालिदिन्थ्यो भाले काटेर यहाँबाट काटेर भालेहरू उता फालिदिन्थ्यो अनि भालेहरू भते गरी तलसम्म जान्थ्यो क्या अनि खोजेर ल्याउने हुन्थ्यो यो चमेरी झाँक्री भाले गुस्सु लागिरहेको छ अहिले तुलसीपुरमा अब जाडोको समय बढ्दैछ ल यो चाहिँ मेरो गाउँ ल यहाँको साथीभाइहरू कोहीले हेर्नु भएको छ भने आफ्नो घर चिन्नु ल है यो चाहिँ हाम्रो तुलसीपुर मैले भन्नै बिर्सेँ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 4 मा पर्ने लामिदामार भन्छ हाम्रो गाउँलाई चाहिँ लामिदामार है मैले ठाउँ भन्न बिर्सेछु अरू भिडियोमा पनि यो चाहिँ लामिदामार हो